अपुताली हकको निर्धारण कुन समयको कानुन अनुसार गरिन्छ र नजिकको हकदार हुँदा पनि अर्को व्यक्तिले पालन पोषण, स्याहार सुसार, उपचार र कार्यक्रिया गरेमा अपुताली कसरी बाँडफाँड गरिन्छ? आउनुहोस् आज हामी यो भिडियो मार्फत बुझ्नेछौँ। सम्बन्धित विषयवस्तुसँग सम्बन्धित सर्वोच्च अदालतमा परेको मुद्दामा उक्त मुद्दाको तथ्य के थियो भन्दाखेरि एकजना श्रीमानको दुईजना श्रीमती हुनुहुन्थ्यो भने दुवैजना बीच कानुन अनुसार अंशबन्डा भइसकेका थिए र त्यसरी चाहिँ अंशबन्डा भइसकेपछि जेठी श्रीमतीको मृत्यु भइसकेपछि निजको नजिकको हकवाला कान्छी श्रीमती भएको कारण कान्छी श्रीमतीले आपुतली दाबी गर्छिन् र त्यति मात्र हैन, अर्को तरफ निजको अर्थात जसको मृत्यु भयो जेठी श्रीमतीको भतिजोले आफूले फुफूलाई पालन पोषण, स्याहार सुसार, उपचार र कार्यक्रिया गरेको कारण उक्त सम्पत्तिमा निजको चाहिँ अंश लाग्छ भन्ने चाहिँ दाबी। अब बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि अपुताली कति बेला दाबी गरिन्छ? जब कुनै व्यक्तिको मृत्यु भइहाल्छ भने निजको सम्पत्तिमा चाहिँ कसको हक लाग्ने हो त? सो आपुतली दाबी गर्नको लागि के छ भन्दाखेरि निजको चाहिँ नजिकको हकवाला हुनु पर्यो। अब नजिकको हकवालामा चाहिँ छोरा छोरी त्यसै गरी सम्बन्धित व्यक्तिको 7 पुस्तासम्मको सबैभन्दा नजिकको अंशियारलाई बुझिन्छ। सो यसरी कुनै पनि व्यक्तिको मृत्यु भइहाल्छ भने निजको सम्पत्तिमा अपुताली कसले दाबी गरिन्छ भन्दाखेरि निजको नजिकको हकवालाले। सो यस मुद्दामा के थियो विवादित कुरा भन्दाखेरि निजको नजिकको वालाले चाहिँ पालन पोषण, स्याहार सुसार गरेको छैन भनेर अरू व्यक्तिले गरेको छ भने त्यो व्यक्तिले दाबी गर्न पाउँछ कि पाउँदैन भन्ने विषयवस्तुमा सर्वोच्च अदालतले कसरी व्याख्या गर्यो भन्दाखेरि मर्नेको स्याहार सुसार नजिकको हकवाला नगरी अन्य व्यक्तिले गरेको रहेछ भन्ने अचल सम्पत्तिको आधा स्याहार गर्नेलाई र आधा चाहिँ हकवालाले पाउने निर्णय गरेको देखिन्छ। यसमा के भनेको छ भन्दाखेरि आधा सम्पत्ति चाहिँ हकवालाले पाउने छ भने आधा सम्पत्ति चाहिँ निजलाई चाहिँ स्याहार सुसार, पालन पोषण त्यसै गरी कार्यक्रिया गर्ने व्यक्तिले। यो मुद्दाबाट के सिद्धान्त प्रतिपादित हुन्छ भन्दाखेरि कुनै पनि सम्पत्तिको स्वामी विहीन रहन सक्दैन, अर्थात यदि हकवाला भएमा त्यो सम्पत्ति चाहिँ हकवालामा जान्छ र हकवाला नभएको खण्डमा त्यो सम्पत्ति चाहिँ राज्यको स्वामित्व अर्थात राज्यको अनरशिपमा जान्छ। र अर्को भनेपछि अपुतालीको हकको सम्बन्धमा सम्पत्तिको स्वामीको मृत्यु हुँदाका बखत जुन कानुनी व्यवस्था कायम थियो सोही कानुनी आकर्षित हुन्छ। पछि भएको कानुनी संशोधन वा खारेजीले पुरानो हकलाई असर गर्दैन। त्यसै गरी तेस्रो नम्बरमा यदि नजिक